अहिले चाहिँ हामी टप्पु यो माइपोखरीदेखि देउरालीदेखि 5 किलोमिटर माथि टप्पु भन्ने ठाउँमा यहाँ पिकनिक खान आएका छौँ। र यो टप्पु भन्ने ठाउँबाट चाहिँ यता दृश्य अवलोकन गर्न सकिने रहेछ। यो पारीको डाँडा अलि पल्लोपट्टि देखिएको डाँडा चाहिँ पाटेनागी हो। यो चाहिँ यता माथि देखिएको यसरी धेरै दृश्य अवलोकन गर्न सकिने रहेछ। यो ओल्लोपट्टिको यो आलुबारी स्कुल, त्यस पछाडि यो खरखरे भन्ने डाँडा रहेछ। सँगसँगै यता मास्तिर छिन्तापुको डाँडा देख्न सक्छौँ हामी। यो छिन्तापुको डाँडा देख्न सक्छौँ। पारीपट्टि देखिएको यो सेतो चाहिँ कञ्चनजङ्घा हिमाल पनि हामी यहाँबाट दृश्य अवलोकन गर्न सक्ने रहेछौँ। यो एकदमै राम्रो रहेछ। यो टप्पु भन्ने ठाउँ चाहिँ गाडीको बाटोको सुविधा पनि भएको। यहाँ हामी हाम्रो विद्यार्थी भाइ बहिनीहरू छन्। हाई, रमाइलो भइरहेको छ नि एकदम। मिस फोटो खिचाइ